हेलो ब्लग वेलकम ब्याक टु आवर गाइज। सो आज हामी गइरहेको छौँ ट्रिनिटी माध्यमिक विश्वविद्यालय के हो भनिरहेको छु, ट्रिनिटी इन्टरनेसनल सेकेन्ड्री स्कुल गइरहेको छौँ। के गर्न गइरहेको छौँ खोइ मलाई पनि थाहा भएन, तर मलाई थाहा छ के गर्न गइरहेको छौँ। तर अब हेरौँ जे गर्न गइरहेको छौँ त्यो हुन्छ कि हुँदैन। सो जोक्स असाइड, आज हामी गइरहेछौँ फर्म भर्न क्यारेक्टर सर्टिफिकेटको लागि अनि रिजल्टको लागि। चाहियो हामीलाई डकुमेन्ट्स जुन चाहिँ खोज्नु पर्ने छ कहाँ छ भनेर। अनि यहाँ हाम्रो इन्टेलको ब्रिज कोर्स, वेस्ट अफ टाइम, वेस्ट अफ मनी, अहिले याद आउँछ। ओ फाइनली वी गट आवर क्यारेक्टर सर्टिफिकेट अफ क्लास 10। क्यारेक्टर त राम्रै थियो मेरो। एन्ड देन वी हेभ सर्टिफिकेट अफ ट्रान्सफर, खै यो चाहिन्छ कि चाहिँदैन, तर निकालौँ। अनि हामीसँग हाम्रो 12को होइन 10को सर्टिफिकेट दुईवटा भयो। त्यसपछि वी हेभ ट्रिनिटी कलेज, यो साइड यति पैसा तिरेको त। अनि त्यसपछि हामीलाई के चाहियो, एन्ड वी गट ट्रिनिटीको 11को सर्टिफिकेट। सो यति भएपछि अब पुग्यो गाइस, हामी निस्किसकेछौँ कलेजतिर। अनि अब द स्याडेस्ट पार्ट इज कि कलेज अब हामी छिट्टै पुग्छौँ, किनभने म कलेजको साइडमै बसिरहेको छु। ओ गड, ल लेट्स गो टु कलेज। अल्सो कलेज पुग्नुभन्दा अघिको भ्यू, यहाँ दाइहरू केही त गर्नु भइरहेछ। गाइस म यहाँ हिँड्दै थिएँ अनि यु नो हु आई मेट। अगाडि हाम्रो ट्रिनिटी कलेजको इक्जाम डिपार्टमेन्टको हेड हुनुहुन्छ। एटिट्युड त फेरि 1000, काम चाहिँ फेरि 0। सो हामीले फोटो चाहिएको थियो 2वटा, एन्ड वी आर हेयर फोटो पसल, जुन कि कलेज ड्रेसमा चाहियो, बट अङ्कल इज लाइक भइहाल्छ। सो लेट्स गाइस, वी गट आवर फोटो। अनि अब हामी जाँदैछौँ हाम्रो प्यारो श्याम अङ्कलको पसलमा फोटो कपी गराउन। लेट्स गो। हामी आफ्नो पुरानो ट्रिनिटी बोइज होस्टेल पुगिसक्यौँ। अनि यहाँ हाम्रो श्याम अङ्कलको पसल, अङ्कल त्यहाँ बाहिर। सो अङ्कलले प्रिन्ट गर्नु भइरहेछ गाइज। अङ्कल इज सो स्विट, बिकज 11 भरि 12 भरि अङ्कलले हाम्रो प्रोजेक्टको फ्रीमा प्रिन्ट हानिदिनु भएको थियो। गाइज वी गट आवर फोटो कपी डन। अनि म कलेज हेर्न सक्छु यहाँबाट। So this is our college. So we are inside the college. आइसिनियरले त प्रगति गरेछ, लाइब्रेरी अन्डरग्राउन्ड भएको रहेछ फाइनली। We finally got the clearance अब अकाउन्ट्समा जाने अनि पैसा बुझाउने। The clearance slip. We are heading towards the account section. So guys, पेमेन्ट पनि भयो 2500। अब हामी जाने रिसेप्सनमा। लेट्स गो। We have finally applied for the certificate. Certificate हामी याद छ हाम्रो। So sorry guys, the saddest part is कि अब ट्रिनिटीको गेटले हामीले चिन्दैन। अनि फाइनली इट वाज अब सेकेन्ड लास्ट टाइम गोइङ टु ट्रिनिटी इन्टरनेसनल कलेज। अब यसपछि एकचोटि लास्ट टाइम म जान्छु सर्टिफिकेट ल्याउन। एन्ड देन गुड बाई ट्रिनिटी। ओ फाइनली। तर कलेजबाट त म त्यही दिन निस्किसकेको थिएँ जुन दिन म होस्टेलबाट निस्केको थिएँ। धन्न यार, मेरो लाइफ बर्बाद गरिसकेको थियो त्यो होस्टेलले। यस्तो ट्रमा दिएको छ नि लाले। इफ यु आर सिइङ दिस, यु रिटर्निङ टु आवर होस्टेल। अनि अब केही कन्टेन्ट छैन, कन्टेन्टको कमी। सो बाई बाई गाइज। अब अन द वे टु द होस्टेल। मैले आफ्नो जुत्ता चाहिँ धोएँ यार हिजो आफ्टर एन एरा।